हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल। आजको हाम्रो यात्रा हुनेछ भक्तपुरबाट मुस्ताङसम्म हामी जाँदैछौँ। बाटो एकदम लामो भएकोले हामी बिस्तारै ठाउँमा रोक्दै बिस्तारै गयौँ र ठाउँमा रोक्दै चिया खाँदै बिस्तारै रेस्ट गर्दै हामी अघि बढ्यौँ। यहाँ सानो पसल एउटा भएकोमा हामी चिया तरकारीहरू खाएँ र त्यहाँबाट हामी बिस्तारै अगाडि बढ्यौँ। 4-5 दिनको लामो बिदा भएकोले हामी बिस्तारै नै गयौँ, कुनै प्रेसरमा नगइकन आनन्दले। धेरै लामो बाटो भएकोले छिटो हामीलाई पुग्नुपर्ने जरुरत थिएन, त्यही भएर हामी आरामले गइरहेँ। बिहान हामी उताबाट 9 बजीतिर निस्केको भने यहाँ ठ्याक्कै हामी 2 बज्न लागिसक्यो। हामीलाई भोक लाएर एकदमै भोक लागिसकेको थियो र यो मर्स्याङ्ग्री खोला नजिकै एउटा होटल छ, एकदमै मिठो खाना पाउने। तपाईँ 2 बजे 3 बजे 4 बजे जति बजी गए पनि खाना चाहिँ मजाले रेडी भइराख्ने ठाउँ हो भने खाना पनि एकदमै मिठो छ, एकदम मिठो छ। हामी फुल पुरै प्याक थियो। 2 बजे जाँदा पनि खानाको लागि प्याकै थियो। हामी खाना अर्डर गरेँ, बसेँ। खाना अगाडि चाहिँ यस्तो भिडियो खिच्यो भने खाना खाइसकेपछि खाना आएपछि चाहिँ खानाको पनि भिडियो खिच्यो भनेको भोक लागिरहेको भएर खाना देख्ने बित्तिकै रोक्नै सकेन। खाना मजाले खायो। त्यसपछि खाइसकेपछि मात्र याद भयो ल भिडियो खिच्छु भनेर खानाको कहीँ पनि खानाको चाहिँ भिडियो खिच्नै पाएन। तर त्यहाँको खाना चाहिँ एकदम मिठो छ र हामी त्यो खाएपछि सिधै कहीँ नरोकिकन पोखरामा गए। हामी पोखराको यो गुरु ग्रान्ड भन्ने होटलमा गयौँ। पहिल्यै हामीले त्यहाँ बुकिङ गरिसकेका भएर होटल सजिलो भयो, नत्र त यो लेक साइडतिर होटल पाउन चाहिँ निकै नै गाह्रो रहेछ। सबै ठाउँमा प्याक, जुन ठाउँमा सोधे पनि प्याक हुने भएकोले पहिल्यै हामीले बुकिङ गरेको भएर रुम चाहिँ पाएँ। हामी चाहिँ फर्स्ट फ्लोरमा थियो। हामी बिस्तारै माथि गयौँ भने रुम पनि एकदमै राम्रो पऱ्यो, चित्त बुझ्नै पऱ्यो। हामी अब रुमभित्र छिर्न आँटेँ। रुम हेर्नुहोस्, एकदमै राम्रो आनन्द खालको छ। र हामी त्यहाँ एकछिन आराम गरेँ, ब्याग स्यागहरू सबै ठाउँमा राखेँ, मिलाएँ। त्यसपछि हामी फेरि लेक साइडतिर घुम्नलाई बाहिर निस्केँ। लेक साइडतिर पनि हामी हल्का पानीपुरी चटपटहरू खायौँ भने हिँडेँ, घुमेँ, रमाइलो गरेँ। अलि धेरै बेरसम्म बाहिर भएँ। हामी 10 बजीतिर हामी बिजिपीमा छिरेँ। त्यहाँ पनि एकदमै रमाइलो रहेछ, रस थियो, मान्छेहरूको भिड खुइचो एकदमै धेरै थियो। हामीले बल्ल एउटा सिट पाएँ। त्यहाँ पनि सबैतिर प्याक, बिदा भएको भएर हो कि सबैतिर प्याक थियो। हामी हल्का फुल्का खायौँ र यहाँ लाइभ म्युजिक भइरहेछ। लाइभ म्युजिक सुने, आनन्दले बसेँ। 10 बजे पनि 11 बजे पनि मान्छेहरू आउने त्यत्तिकै रहेछ। धेरै अबेरसम्म चल्ने जस्तो लाग्यो। हामी चाहिँ धेरै अबेरसम्म बसेन, हामी 11 बजीसम्म बसेँ, गीतहरू सुने। त्यसपछि हामी होटलतर्फ बिस्तारै लागेँ। होटलमा फर्केँ, होटलमा आराम गरेँ। भोलिपल्ट बिहान हामी गएँ ठुलो महादेव, पोखराको ठुलो महादेवमा गएँ। त्यहाँ पनि एकदमै रमाइलो छ, हिँड्नुपर्ने थिएन, माथि हाइटमा रहेछ। यहाँबाट महादेवको हाइटबाट भ्यू चाहिँ एकदम राम्रो देख्ने, आनन्द आउने खालको छ। बाटो एकदमै माथिदेखि तल पुरै ठाउँ सफा, एकदम सफा गरेर नै राखिरहेको छ। एकदमै आनन्द आउने खालको, देख्ने बित्तिकै नै रमाइलो लाग्ने। मलाई चाहिँ हिँड्न नपर्ने ठाउँ भएपछि चाहिँ एकदम रमाइलो लाग्ने, गाह्रो साह्रो नहुने, रमाइलो मात्र गर्न पाउने भएकोले हामी माथितिर चढ्यौँ। यहाँ पनि मान्छेहरूको एकदम भिड थियो, टुरिस्टहरू, इन्डियनहरू एकदमै धेरै, नेपालीहरू धेरै नै सबैजना थिए। सबैजना भिडियो खिच्नेलाई व्यस्तै थिए भने हामी माथि गएँ। माथि यहीँसम्म होला भन्ठानेको थिएँ, तर माथिसम्मै जान मिल्ने रहेछ। अनि अगाडि ठुलो गेटबाट अगाडि बढ्यो। ताराबाट यस्तो ठुलो देखेको, अगाडि पुगेपछि त धेरै नै ठुलो रहेछ। मान्छे एकदमै भिड, जता गए पनि बिदाको टाइम भएर जता गए पनि भिडै भिड। यहाँबाट त अझ भ्यू पनि एकदम राम्रो देख्ने भएर मान्छे त एकदमै भिड थियो। अब यहाँबाट हामी अझै माथि जान मिल्ने रहेछ, महादेवको मूर्तिसम्म। यहाँबाट जुत्ता खोलेर हामी माथिसम्म पुग्यो। माथि पनि सफा, एकदम छिनछिनमै सफा गरिरहने रहेछ, सफा एकदमै
खाली खुट्टा गए पनि आनन्द आउने खालको छ। यो छेउछेउमा महादेवहरू राखेको छ भने सुरुमा चाहिँ गणेश राखिदिइराख्नु भएको छ। हामीले पहिला गणेशलाई दर्शन गऱ्यौँ, गणेश भगवान्लाई। त्यसपछि हामी बिस्तारै चारैतिर सानसानो महादेव राखेको छ, हामी कुदेर दौडेर महादेव सबै दर्शन गर्न भ्याएँ। पुरै सर्कल यतासम्म थियो भने दर्शन गरेर हामी अनि तल फर्केँ। महादेव ठुलो मटका पनि राखिरहेको छ, त्यो पनि हेर्नुहोस् भनेर राख्दै हो। एकदम रमाइलोवाला छ, ठुलोवाला छ। त्यहाँबाट हामी तल झऱ्यौँ अनि फेरि हामी मुस्ताङतिर लाग्यो है। मुस्ताङतिर लाग्दा बाटोमा बागलुङ पऱ्यो। बागलुङको गण्डकी गोल्डन ब्रिजमा गयौँ हामी। एकदमै लामो पुल रहेछ, एकदमै डरलाग्दो पनि। हामी चाहिँ पुल पुरा तर्ने भनेर चाहिँ गएको होइन, बिचमा यसो अगाडिबाट हेरौँ भनेर। एकदमै लामो पुल भनेर अब अहिले आएर फेरि कहिले आइन्छ भनेर गयो। जाँदा जाँदै हामी बिचतिर पुग्न आँट्यो। पुल मजाले हल्लियो, डरलाग्दो रहेछ पुल चाहिँ। मुनि हेर्दाखेरि त एकदमै रिङ्गता लाग्ने खालको छ। हामी अगाडि बढ्यो, अब नजाउँ कि भनेर सोचिसकेको थिएँ, किनभने उतासम्म त कोही गएको छैन, अगाडि मात्रै हो मान्छे। त्यही पनि अलिकति अगाडि बढ्यो। पुल त एकदम हल्लायो मजाले, मान्छे पनि धेरै थियो। चुटेला भनेर पनि पिर पऱ्यो, त्यही भएर हामी फर्किन लाग्थ्यौँ। फेरि यहाँसम्म पुगिसकेपछि के फर्किने, फेरि कहिले आइन्छ जस्तो फिल भयो। ल भनेर अनि हामी बिस्तारै अगाडि गएँ। अगाडि चाहिँ अलि हुल रहेछ, बिचबिचतिर उतासम्म उता त कोही मान्छे नजाने रहेछ। यहाँ अगाडि मात्र फोटोहरू खिचेँ, भिडियो खिच्ने रहेछ। उतासम्म बिच बाटोमा पुगिसकेपछि त झन् एकदमै डरलाग्दो, एकदमै मुनि हेर्दा पनि डरलाग्दो, साइडबाट हेर्दा पनि डरलाग्दो। एकदमै हाइटमा लामो पनि अति लामो रहेछ। बिच बाटो पुगेपछि कसरी फर्किने, अब अगाडि बढ्नै पऱ्यो। डराइ भए पनि हामी अगाडि नै गयौँ। तर अलि अगाडि पुगेपछि त कोही नआउने रहेछ। एकदमै डरलाग्दो रहेछ, लामो पनि धेरै लामो छ। तै पनि गएँ। मुनि त हेर्नै नसक्ने, रिङ्गा त लाग्ने। अझै बल्ल बल्ल हामीले अनि पुल पार गऱ्यौँ। आनन्दले यहाँ एकछिन बसेँ। अब फेरि मुटु ढुकढुक भयो, किनभने फेरि फर्किनुपर्छ। बिचमा फेरि पुल हल्लिहाल्छ, अगाडितिर हल्लिँदैन, बिचमा पुगेपछि हावाले मजाले हल्लिने। जाँदा जाँदै चुटिने हो कि भनेर पनि डर भयो। त्यहाँबाट फेरि हामी जस्तो तस्तो आएँ। त्यसपछि हामी बागलुङको कालिका भगवती मन्दिरमा दर्शन गर्न गयौँ। त्यहाँ पनि खासै त हिँड्नुपर्ने छैन, तर खुट्किलोहरू छैन। अलि लामो बाटो चाहिँ एकदम लामो भित्रसम्म रहेछ, तर आनन्द आउने खालको छ। किनभने जङ्गलको बिचमा रहेछ, गर्मी भइरहेको थियो अलिकति हिँड्दाखेरि। अनि हावासावा आउने, पानीहरूको व्यवस्था छ, सफा जहाँ जहाँ गयो त्यहाँ एकदमै सफा नै रहेछ। फोहोरसोहोर केही छैन, आनन्द आउने नै छ, घुम्नलाई एकदम ठिक छ। यो चाहिँ बागलुङको सबभन्दा ठुलो मन्दिर हो, कालिका मन्दिर। अनि हामी अलि 5 मिनट जति सायद हिँड्नु पऱ्यो होला, त्यसपछि मात्रै भगवानको मन्दिर देखियो। ठ्याक्क हामी अब मन्दिरमा पुग्यो। कालिका मन्दिर पनि यही भयो। यहाँ पनि भित्र चाहिँ जानु नमिल्ने रहेछ, बाहिरबाट दर्शन गर्ने भयो। जाने बित्तिकै हामीले दर्शन गरेँ। अनि एकछिन यहीँ पनि हामीले एकदम गाह्रो भइसकेको थियो। अनि एकछिन हामी यहाँ रेस्ट गरेँ। यहाँ चाहिँ धेरै थिएन, हल्का फुल्का त जहाँ पनि छ, त्यस्तो गरी भिडै चाहिँ थिएन। यहाँ चाहिँ हल्का मात्र थियो। रेस्ट गर्ने ठाउँहरू पनि थियो, पानी पिउने ठाउँहरू पनि थियो। एकदम सुविधा त चाहिँ एकदम राम्रो थियो, राम्रो सफा आनन्द आउने खालको थियो। र हामी एकछिन रेस्ट गरेँ। मन्दिर पुरा घुम्न मिल्ने थियो। र हामी बिस्तारै यताउता यसो हेर्न थालेँ, डुल्न थालेँ। अगाडि ठुलो बाघको मूर्ति पनि रहेछ। हामी एकछिन रेस्ट गरेर अब यताउता डुल्यो। अनि यहाँबाट हामी फेरि आफ्नो यात्रा सुरु गरेँ। यहाँबाट हामी फेरि जान थालेँ। मुस्ताङको यात्रा गर्दैछु। मुस्ताङ यात्रा गरेर बिचमा हामी बेनी पुगिसक्यो भयो। बेनीमा हामी एउटा मन्दिरभित्र छिरेँ। गलेश्वर मन्दिरमा पुग्यो हामी। यो चाहिँ केले प्रख्यात छ भने एउटा ठुलो ढुङ्गा, ठुलो एकदम विशाल ढुङ्गामा अवस्थित भगवान् गलेश्वर
भगवान रहेछ यहाँ एकदमै ठुलो विशाल भिडियोमा त खासै नदेखे पनि एकदमै पुरा कत्रो भने एकदमै ठुलो भगवान हुनुहुन्छ ढुङ्गामा अवस्थित भगवान गलेश्वर भगवान रहेछ ऊ यहाँ चाहिँ भित्रपट्टि मुनिपट्टि भगवान हुनुहुन्छ यहाँ चाहिँ हामी दर्शन गऱ्यो भने वरिपरि यताउता पनि भगवानहरू मन्दिरहरू मूर्तिहरू यो चाहिँ मेन भगवान गलेश्वर भगवान भयो भने यतापट्टि पनि हुनुहुन्छ एकदमै ठुलो भगवान एकदमै ठुलो ढुङ्गामा भगवान रहेछ त्यही भएर यो प्रख्यात छ एकदमै हेर्नु त कत्रो ठुलो एकदमै विशाल ठुलो मात्र एकदम विशालै ढुङ्गामा अवस्थित भगवान गलेश्वर महादेव हुनुहुन्छ यताबाट उता एकदमै विशाल ढुङ्गामा अवस्थित भगवान छ मुस्ताङ यो चाहिँ अब पार्ट 1 भइहाल्यो अर्को मुस्ताङको भिडियो चाहिँ यसमा अब एकदम लामो हुने भएकोले नेक्स्ट पार्टमा चाहिँ त्यो भिडियो राखिदिन्छु यो पुरा भिडियो हेरिदिनु अनि त्यो पनि हेरिदिनु यसमा नअट्ने भयो धेरै लामो भिडियो हेर्न पनि अलि मन लाग्दैन त्यही भएर यो भिडियो चाहिँ यहीँ सघाउँछु टु बी कन्टिन्युड अर्को मुस्ताङको भिडियो एकदमै रमाइलो छ ठाउँहरू सिनहरू सबै नै रमाइलो छ त्यो पनि भिडियो हेरिदिनु होला अहिलेको लागि चाहिँ यो भिडियो यहीँ सघाउँछु धन्यवाद।